सो हेलो गाइस वेलकम टु माई एनदर भिडियो होइन यो भिडियो म राति बनाउँदैछु होइन त्यही भएर अलि अँध्यारो छ। यस भिडियो अन्तर्गत चाहिँ तपाईँलाई भोइस भनौँ न यो जुन मेरो भोइस रेकर्ड भइरहेको छ होइन यसलाई चाहिँ मैले अलिकति नोइज कसरी कम गर्ने होइन किनभने ब्याकग्राउन्डमा मेरो फ्यान चलिरहेछ। म एक दुईवटा भिडियो क्लिप पनि हेराउँछु र त्यसलाई मैले कसरी भोइस रिड्युस गरेको छु त्यो पनि म सिकाउने छु। यस भिडियोलाई अन्तसम्म हेरिदिनु होला। यति भन्दै आजको भिडियो हामी स्टार्ट गर्छौँ। मोबाइल स्क्रिनतर्फ आइसकेका छौँ, तपाईँले हेर्न सक्नुहुन्छ। हामीले सर्वप्रथम चाहिँ प्ले स्टोरमा गएर हामीले यहाँ सर्चमा गएर यो जुन छ अडियो भिडियो नोइज रिडक्टर होइन यसलाई हामी उ गरेर डाउनलोड गर्छौँ होइन। यो डाउनलोड हुन दिनुहोस् होइन। यसले चाहिँ तपाईँको 100% नै भोइस रिड्युस गरिरहेछ। म तपाईँले ट्राई गरेर पनि हेराइदिन्छु होइन। यसलाई हामी ओपन गर्छौँ। यसलाई ओपन गरिसकेपछि चाहिँ यसलाई हामी एलाउ गर्छौँ। एलाउ गरिसकेपछि यो चाहिँ प्रिमियम हो होइन, बट हामीले यसलाई काटेर यहाँ हामीले इम्पोर्ट फाइल गर्छौँ। हामीले भिडियोलाई भिडियोको नोइज रिड्युस गर्न आँटेको होइन। भिडियोको हामी भिडियोमा जान्छौँ, यसमा अलाउ गरिदिन्छौँ होइन। यसमा हेर्न सक्छौँ मेरो भिडियोहरू फोटोहरू छन् होइन। मैले यसमा यो फर्स्टको भिडियोलाई लिएँ र यो अलिकति टाइम लिन्छ होइन। यसले अलिकति टाइम लिन्छ अनि त्यसपछि यो के भन्छ यो जुन एड छ होइन एड छ त्यो एड उ गरेर होइन जस्तै यसलाई हामी काट्छौँ। एड भइसकेपछि यसलाई हामी हाम्रो प्रोसेस पनि फिनिस भइसकेको छ। हाम्रो भिडियो आइसकेको छ र यसलाई हामी सुन्न सक्छौँ। तपाईँले म सुनाउने छु होइन। सुन्न सक्नुहुन्छ यो बिना भोइस रिड्युस भइसकेको है। अब म ओरिजिनल भिडियोको साउन्ड सुनाउँछु। कस्तो छ र फेरि एकचोटि फुल्ली नोइजलेस छ होइन। हामी यसलाई क्लिक गर्छौँ। कतिको डिफ्रेन्ट पार्ट छ यसले होइन। यसलाई चाहिँ हामीले मोबाइलमा नै उ गर्न सक्छौँ होइन। अब यसलाई चाहिँ हामीले अब प्रिमियम त हामीसँग छैन होइन, बट यसलाई त अब भिडियोलाई डाउनलोड गर्नु पर्यो नि त। भिडियो डाउनलोड गर्नको लागि हामीले यसलाई सेभ गर्छौँ। सेभमा हेर्न सक्छौँ एउटा बाई नाउ छ, एउटा फ्री 5 मिनट्स भनेर छ होइन। हामी यो फ्री 5 मिनट्समा गर्छौँ। यसमा जस्ट एउटा एड आउँछ होइन 30 सेकेन्ड्सको या 15-20 सेकेन्डको 30 सेकेन्डको एड्स आउँछ भनौँ न, मानिलौँ एउटा होइन। हामीले त्यो एड हेरिसकेपछि यो अटोमेटिक भइहाल्छ। हामी यसले ट्राई गर्नेछौँ। यहाँ हाम्रो टाइम आइसकेको छ होइन। यसलाई हामीले अब काट्छौँ। सरी यो भइसकेको छ, हामी काटिसक्यौँ र यो आइसकेको छ होइन। हेर्नुहोस् न ब्यालेन्स 5 मिनट्स प्लस 5 मिनट्स एडिट भनेर छ। हामी यसलाई ओके गर्छौँ र हामीले यसलाई सेभ गर्छौँ। सेभ गर्दाखेरि हामीले भिडियो फर्मेटमा सेभ गर्ने हो खासमा होइन। त्यस हामीले यसलाई हेर्नु MP4 फास्टेस्ट, MKB फास्टेस्ट, 3GB, FLV, MW एडिटर छ होइन। बट हामी चाहिँ MP4 मा गर्छौँ होइन। अलिकति यसले चाहिँ मलाई के लाग्छ भन्दाखेरि अलिकति रिड्युस चाहिँ गर्छ होइन भिडियोको क्वालिटी, बट त्यति चाहिँ हामीले सुरुमा चाहिँ त्यति चाहिँ गर्नेछौँ होइन। त्यसले चाहिँ अलिअलि फरक पार्दैन। भिडियो बनाउँदा हामीलाई केही मोटिभेट आउँछ नि त। हामीले यसलाई ओके गर्छौँ र यो हाम्रो डाउनलोड भइसकेको छ। हामीले यो ग्यालेरीमा गएर हेर्न पनि सक्छौँ कि हाम्रो अहिले भइसकेको छ। यहाँ सुन्न सक्नुहुन्छ तपाईँ। यसको छ यो अर्को मेरो यो अर्को भिडियो हुनाले यसकै मैले गरेको थिएँ नि त यही भिडियो। कति धेरै नोइज थियो त्यो एकैचोटिमा हट्यो। हामीले यो एप्स युज गरेर भोइस रिड्युस गर्न सकेछौँ मोबाइलमा होइन। आजको भिडियो हामीले यतिसम्म नै राख्यौँ होइन। होप तपाईँलाई राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।